नमस्कार, स्वागत छ यहाँहरूलाई। आजको पहिलो प्रश्न नम्बर 1। नेपालको पहिलो राजवंश कुन हो? अप्सन ए किराँत, बी लिच्छवी, सी महिषपाल, डी गोपाल। यसको सही उत्तर रहेको छ अप्सन डी गोपाल। प्रश्न नम्बर 2। गोपाल कालमा कुन ज्योतिर्लिङ्ग प्राप्त भएको थियो? अप्सन ए मुक्तिनाथ, बी पशुपति ज्योतिर्लिङ्ग, सी केदारनाथ, अप्सन डी रामेश्वर। यसको सही उत्तर रहेको छ अप्सन बी पशुपति ज्योतिर्लिङ्ग। प्रश्न नम्बर 3। गोपाल वंशका पहिलो राजा को थिए? अप्सन ए यलम्बर, अप्सन बी मानदेव, सी भुक्तमान या भूमिगुप्त, डी अंशुवर्मा। सही उत्तर अप्सन सी भुक्तमान। प्रश्न नम्बर 4। गोपालहरूको शासन केन्द्र कहाँ थियो? अप्सन ए भक्तपुर, बी मातातीर्थ, सी पाटन, अप्सन डी जनकपुर। यसको सही उत्तर रहेको छ अप्सन बी मातातीर्थ। प्रश्न नम्बर 5। गोपाल कालमा नेपालको पूर्वी सीमा कहाँ थियो? अप्सन ए दुधकोशी, अप्सन बी त्रिशुली, सी कर्णाली, अप्सन डी गण्डकी। यसको सही उत्तर रहेको छ अप्सन ए दुधकोशी। प्रश्न नम्बर 6। गोपाल कालमा नेपालको पश्चिमी सीमा कहाँ थियो? ए त्रिशुली, बी गण्डकी, सी महाकाली, अप्सन डी कर्णाली। यसको सही उत्तर रहेको छ अप्सन ए त्रिशुली। प्रश्न नम्बर 7। गोपाल वंशको अन्त्य किन भयो? ए युद्ध, बी उत्तराधिकारी नभएकोले, सी प्राकृतिक विपत्ति, डी धर्मको प्रभाव। यसको सही उत्तर अप्सन बी उत्तराधिकारी नभएकोले। प्रश्न नम्बर 8। गोपाल पछि कसले शासन लिए? अप्सन ए किराँत, बी आभिर या महिषपाल, सी मल्ल, डी लिच्छवी। यसको सही उत्तर अप्सन बी आभिर या महिषपाल। प्रश्न नम्बर 9। गोपालहरूको मुख्य पेशा के थियो? ए कृषि, बी व्यापार, सी पशुपालन, अप्सन डी उद्योग। यसको सही उत्तर अप्सन सी पशुपालन रहेको छ। प्रश्न नम्बर 10। गोपाल कालमा नेपालको नामकरण कससँग सम्बन्धित छ? ए राजा, बी नेमुनि, सी व्यापारी, डी सैनिक। यसको सही उत्तर रहेको छ अप्सन बी नेमुनि। प्रश्न नम्बर 11। गोपाल कालमा नेपालको उत्तर सीमा कहाँ थियो? ए गोसाइँकुण्ड, बी कर्णाली, सी गण्डकी, अप्सन डी महाकाली। यसको सही उत्तर रहेको छ अप्सन ए गोसाइँकुण्ड। प्रश्न नम्बर 12। गोपाल कालमा नेपालको दक्षिण सीमा कहाँ थियो? ए जनकपुर, बी चितलाङ, सी तराई, अप्सन डी पोखरा। यसको सही उत्तर अप्सन बी चितलाङ रहेको छ। प्रश्न नम्बर 13। गोपाल कालमा धर्मसँग सम्बन्धित मुख्य घटना के हो? ए मन्दिर निर्माण, बी युद्ध, सी ज्योतिर्लिङ्ग प्राप्ति, डी व्यापार। यसको सही उत्तर अप्सन सी ज्योतिर्लिङ्ग प्राप्ति। प्रश्न नम्बर 14। महिषपाल शब्दको अर्थ के हो? ए किसान, बी भैँसी पाल्ने व्यक्ति, सी व्यापारी, डी सैनिक। यसको सही उत्तर रहेको छ बी भैँसी पाल्ने व्यक्ति।
प्रश्न नम्बर 15 महिषपाल वंश कस्तो निरन्तरता हो? अप्सन ए किराँत, बी गोपालको निरन्तरता, सी लिच्छवी, डी मल्ल। यसको सही उत्तर अप्सन बी गोपालको निरन्तरता। प्रश्न नम्बर 16 महिषपाल वंशमा कति पुस्ताका राजा थिए? ए 2, बी 8, सी 5, अप्सन डी 3। यसको सही उत्तर अप्सन डी 3। प्रश्न नम्बर 17 महिषपाल वंशको शासन अवधि कति थियो? ए 500, बी 800, सी 100+, डी 1200। यसको सही उत्तर अप्सन सी 100+ रहेको छ। प्रश्न नम्बर 18 महिषपालहरूको केन्द्र कहाँ थियो? अप्सन ए मातातीर्थ, बी पाटन, सी भक्तपुर, डी जनकपुर। यसको सही उत्तर अप्सन ए मातातीर्थ। प्रश्न नम्बर 19 महिषपाल वंशको अन्त्य कसले गर्यो? ए गोपाल, बी मल्ल, सी किराँत या यलम्बर, डी लिच्छवी। यसको सही उत्तर अप्सन सी किराँत या यलम्बर रहेको छ। प्रश्न नम्बर 20 महिषपाल वंशका प्रमुख राजाहरू को थिए? ए यलम्बर, बी वरसिंह, जयसिंह, भुवनसिंह, सी मानदेव, डी अंशुवर्मा। यसको सही उत्तर अप्सन बी वरसिंह, जयसिंह र भुवनसिंह। प्रश्न नम्बर 21 महिषपाल वंश कुन प्रकारको इतिहासमा पर्छ? ए पूर्ण, बी वैज्ञानिक, सी आधुनिक, डी अर्ध ऐतिहासिक। यसको सही उत्तर अप्सन डी अर्ध ऐतिहासिक। प्रश्न नम्बर 22 महिषपाल वंशमा क्षेत्रफल कस्तो थियो? ए गोपाल जस्तै मात्र, बी विस्तार भएको, सी घटेको, डी अज्ञात। यसको सही उत्तर रहेको छ अप्सन ए गोपाल जस्तै मात्र। प्रश्न नम्बर 23 महिषपाल वंशको अन्तिम अवस्था के थियो? ए समृद्ध, बी सङ्घीय, सी विस्तार, अप्सन डी आक्रमणबाट अन्त्य। यसको सही उत्तर अप्सन डी आक्रमणबाट अन्त्य। प्रश्न नम्बर 24 गोपालकालीन क्षेत्र कुन क्षेत्रमा केन्द्रित थियो? ए तराई, बी काठमाडौँ उपत्यका, सी हिमाल, अप्सन डी पश्चिम नेपाल। यसको सही उत्तर अप्सन बी काठमाडौँ उपत्यका। आजको अन्तिम प्रश्न नम्बर 25 नेपालको नाम नेपाल कसरी रह्यो? अप्सन ए नदीबाट, अप्सन बी निप जातिबाट, सी पहाडबाट, डी धर्मबाट। यसको सही उत्तर हजुरले कमेन्ट बक्समा लेख्नुहोला। आजको लागि यति नै। कृपया च्यानल लाइक, शेयर, सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनुहोला। धन्यवाद।